3 दशक अगाडि नेपालमा सुरु भएको जोर्नी प्रत्यारोपण सेवा अहिले आएर नेपालका प्रायजसो सबै ठुला अस्पतालहरू मेडिकल कलेजहरूमा गर्न सम्भव छ। जनशक्तिको हिसाबले पनि हामी सक्षम छौँ र टेक्नोलोजी र एक्सपर्टिजको हिसाबले पनि हामी सक्षम छौँ। नेपालमा जोर्नी प्रत्यारोपणको संस्थागत विकास र जनशक्तिको अवस्था कस्तो छ डाक्टर साहब? अब हालको अवस्थामा जानु अगाडि अलिकति विगतलाई हामीले केलाएर हेऱ्यौँ भनेदेखि जोर्नी प्रत्यारोपण भनेको एक किसिमको जटिल शल्यक्रिया मानिन्थ्यो पहिले। अब समय चक्रसँगै विकाससँगै हामीले एक्सपर्टिज डेभलप गऱ्यौँ, जनशक्ति विकास गऱ्यौँ, टेक्नोलोजी आयो, त्यसपछि यसको जुन आर्टिफिसियल जोइन्ट हुन्छ प्रोस्थेसिस भनिन्छ त्यो हामी विदेशी अमेरिका जर्मनीबाट बनेको कम्पनीहरूको युज गर्छौँ, त्यो एभाइलेबल भयो। त्यसपछि ग्रेजुअली यसको विकास सम्भव भयो। 3 दशक अगाडि नेपालमा सुरु भएको जोर्नी प्रत्यारोपण सेवा अहिले आएर नेपालका प्रायजसो सबै ठुला अस्पतालहरू मेडिकल कलेजहरूमा गर्न सम्भव छ। जनशक्तिको हिसाबले पनि हामी सक्षम छौँ र टेक्नोलोजी र एक्सपर्टिजको हिसाबले पनि हामी सक्षम छौँ।